के गर्दा छौ मामा? केही नहीं यार भान्जा त्यसै बसेको थिएँ नि। मामा यार 2-3 हजार रुपियाँ सक्यो त्यही ल पनि यार नापे काम छ। अरे यार भान्जा अस्ति पैसा पुरा टापी टुपी गरिकन पुरा घर हालेले 2-4 हजार राखेको हुन्न रासन पानीका लागि यार अरू पैसा आएको छैन भान्जा। ए देऊ पनि यार 2-3 दिनमा देऊला यार। यसो पुग्यामा हाँ धै ल्याउँदिया त्यो 2-3 हजार रुपियाँ छैन ल्याउँदै पुरा भान्जा माग्न लागेको छ देल। कहाँ दिउँ त त्यति त छ त राशन पानीका लागि चाहिए छोरी दुखी बिमारी बेची चाहिए। अरे दे पनि यार एक पर्दैछ ठौरै त एक मान्छेका अर्को मान्छे काम नहाले को काम आउला त यार ल्या पनि 2-3 दिनमा देलले भन्दा छन् दे पनि। लौ त लौ ल्याउँदो ब्यास। भान्जा यार रासन पनि मेरा सकिन लागेको छ 2-3 दिनमा जसरी पनि देले आयो मेरा पनि त्यही मात्र पैसा छ पासाउनु। अरे यार देल दो यार क्या टेंशन मानता हो यार तुमले इतना हेल्प करे मन में दिमला के यार पैसा यार। ओ शिबुका बुवा क्या हो राशन पानी सकिन लाग्यो तोरा भान्जालाई माग्दैन त पैसा। ल फोन आन्दा मेरो खै। मामा को फोन आ रहा है। ओ मामा भन। क्या हो त भन्छ त आज 10 दिन भइगयो त बिचारो यार पैसा पनि दिएलो पनि मेरो पनि रासन सकिन लाग्यो। अरे यार हल्का अलिकति समस्या छ अब 2 दिन पछि दिउँला। गरिदिएला हा छिटो 2-3 दिनमा बनाइदिएला भन्दा। लौ त लौ दाल पनि सकिगयो तोरा भान्जालाई पैसा माग्दैन के क्या हो त। ए यहाँ पल्ला गरे मागिले पनि जापन यार 2-3 दिनमा देलले भन्दा छन् ती। अर्का घर पनि कति माग्यो त उन्टा पनि किनेका राशन आफ्ना भान्जालाई माग पनि पैसा। मामा दर्शन ओ मामा भन। क्या हो त भन्छ आज त 15 दिन भइगयो न पो यार देले पनि पैसा मेरा घरबाट पनि 1 रुपैयाँ आछन् यार तपाईलाई उही त के भने हैन मैले त्यति रुपैयाँ राखेको छ रासन पानीको लागि हुन किन भने तुम पनि यार के नाटक दाव त। अरे मामा यार तुमरा पैसा दियोला यार खाइकिन के भाग दुआ के यार घड़ी घड़ी फोन आने से यार। हेलो हेलो काटेले देखि फोन। हो यसै मान्छे फेला पट्टा जाओ त कि भिख मागिकिन ल्याऊ कि पैसा मागिकिन ल्याऊ। हो यसै हद्दासन गोर्खाली है त आपत्ति पढे बेलाको पैसा दिनु आफ्नो आपत्ति पढेको बेला कोही पैसा दिदैन। अब के जरे रासन पानीको लागि राखेको रुपैयाँ चाहिँ हो 2 दिनको लागि भनेको आज कति 15 दिन भइगयो त बिचारा साथै तमी पनि कहिले पैसा दिएपछि किन हेरचाह गरिकिन दिए घरबाट भोकेट नपाडे पर्दैछ ठौरै दो भोकै बस्नु एक त काम गरेर 100 टका उतै भोकै बसेपछि टिभी लागला बिमारी लागला कुपोषण लागला र सबै ध्यान राखे आए।